आन्टी कति माना दिन्छ कति ल 3 माना दिन्छ है मधेसको भैँसीले 3 माना दिन्छ अनि 3 माना दिँदो रहेछ के खुवाउनुहुन्छ त्यस्तो 3 माना ए हो र अनि यो घरको लागि मात्रै ठिक हुन्छ कि यो बेच्नुहुन्छ पनि भनेर डेरीमा कि ए डेरीमा कसरी कस्तो साल दिनु कति कति फ्याट अनुसार हो ए भनेपछि हामीले यो भैँसी 2-4वटा भैँसी मधेसमा बसेर पाल्न सक्ने हो भने विदेश जानु पर्छ कि पर्दैन ओहो ल भनेपछि त अब मैले पनि 2-4वटा भैँसी पालेर बस्नुपर्छ कि भन्ने सोचमा छु है ल अरू केही भन्न छ भने भनिदिनुहोस् एकदमै मजाले है तर यो जति मधेसको भैँसीहरूले दुध दिन्छ नि त्यति पाहाडको भैँसीहरूले दुध दिँदैन कि जति खुवाए पनि जति दाना पानी गरे पनि किन होला यस्तो यस्तो थाहा छ हजुरलाई अब हजुरले यस्तो गरिरहेको मान्छेलाई थाहा पनि होला ठिक भन्नाले उहाँको भैँसी साना हुन्छ तर यहाँका ठुला हुन्छन् है हुन त ल म यो बाल्टी भरिन्छ कि भन्ने आशमा छु 3 माना भन्नुभयो तर अलि नभरेर ल है सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला र सुझाव सल्लाहको लागि कमेन्ट गर्न अवश्य पनि नभुल्नु होला ल हाम्रो एन्ट्री गइसक्नु होला है ल छिटो छिटो तताउनु त्यसपछि 1 गिलास खाने तातो दुध खाने भैँसी अनि एकदम ठुलो रहेछ है त ओए भैँसी यता ल हो भैँसी ठ्याक्कै हेरिहाल है ल गाइस कस्तो लाग्छ भिडियोलाई सबैजना सेयर गर्नु होला।